अब चाहिँ भुन्टीको र भद्रको प्रेम सफल होला जस्तै लागेको छ। भद्र भुन्टीको प्रेममा धेरै समयसम्म पागल भए। आफ्नो आधा जिन्दगी त भुन्टीको यादमा नै बिताए र अब बाँकी जिन्दगी पनि यादमै बिताउँछु, उनलाई पाउन सक्दिनँ भनेर लागिरहेको बेलामा अब असम्भवलाई सम्भव बनाउने बेला आएको छ जस्तै लक्षण देखिरहेको छ। भुन्टी पनि घरबाट निस्किन्। भद्र पनि भुन्टीकै मायामा पागल भएका छन्। जति बेला पनि सुत्दा उठ्दा खाँदा हिँड्दा आफन्तसँग बोल्दा भुन्टीकै याद आइरहन्छ उनलाई। र अहिले पनि बाटोमा भुन्टीकै खोजीमा हिँडिरहेको बेलामा ढुङ्गा खोज्दा देउता मिले जस्तै गरेर भुन्टीलाई नै भेटेका छन्। भेटिसकेपछि उनले एकदम बेहोस भएर ढल्नै लागेको अवस्थामा भेटेका छन् र अब बचाउँछन्, माया स्याहार सुसार ख्याल वास्ता गर्छन् र उनीहरूको प्रेम बस्दै जान्छ। तपाईँहरू भुन्टीको जोडी भूपेन्द्रसँग देख्न चाहनुहुन्छ कि भद्रसँग देख्न चाहनुहुन्छ? आफ्नो विचार कमेन्टमा लेख्न नबिर्सनुहोला। हाम्रो लामो भिडियो हेर्नको लागि प्रोफाइल भिजिट गर्नुहोला। साथै च्यानललाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् है त।